स्वागत छ सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई आफ्नो च्यानल लर्न नेपालमा। मैले फेरि पनि कक्षा 12 को इंग्लिश किताबको सेक्सन आई लिटरेचरको पोइम भन्नेको फर्स्ट च्याप्टर अ डे भन्ने च्याप्टरको सबै एक्सरसाइज लिएर आइसकेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र भिडियो मन परे भिडियो लाइक गरिदिनुहोला, च्यानल सब्स्क्राइब गर्नुहोला। आगामी दिनहरूमा पनि यस्तै होमवर्कको भिडियो हजुरहरूबाट मिस हुने छैन। अ डे को अंडरस्टैंड द टेक्स्ट मा जाऊँ। सुरुमा एन्सर द क्वेशन भनेको छ। एन्सर द क्वेशन को ए मा सुरुको छ हाउ डज द पोएट डिस्क्राइब द मर्निङ सन इन द फर्स्ट स्ट्यान्जा भनेको छ। डिस्क्राइब द मर्निङ सन इज द ब्युटी बिगिन भनेर मैले यहाँ लेखिदिएको छु, कसरी डिस्क्राइब गरेको छ। त्यसैगरी क्वेशन नम्बर बी मा जाऊँ। What does the line the news like quarrels rain mean भनेर सोधेको छ। The lines news like quarrels rain mean that with the भनेर यहाँ एन्सर लेखिदिएको छु, यहाँबाट लेख्न सक्नुहुन्छ। त्यस्तै गरी सी मा जाउँ। क्वेशन नम्बर सी मा What do you understand by the line the hill on tried their bonnets भनेको छ। एन्सर देख्न सक्नुहुन्छ। त्यस्तै गरी तल क्वेशन नम्बर डी इज द स्पीकर वाचिङ द मर्निङ सन वाइ नट भनेर सोधेको छ। यसको एन्सर तल रहेको छ। यो क्वेशन नम्बर डी को एन्सर हो। क्वेशन नम्बर डी को एन्सर हो यो, यहाँबाट हेर्न सक्नुहुन्छ। हाउ डज द सन सेट भनेको छ, कसरी सेट हुन्छ यहाँ एकोर्डिङ टु च्याप्टर मैले लेखिदिएको छु। अब हामी जान्छौँ रिफरेन्स टु द कन्टेक्स्ट तर्फ। रिफरेन्स टु द कन्टेक्स्टमा सोधेको छ। क्वेशन नम्बर ए वाट एकोर्डिङ टु द स्पीकर इज अ डे भनेर सोधेको छ। मैले लेखिदिएको छु एकोर्डिङ टु स्पीकर अ डे इज अ माइनर फर्म अफ जर्नी थ्रु आउट द लाइफ विच usually begins with many new hopes भनेर एन्सर लेखिदिएको छु, यहाँ देख्न सक्नुहुन्छ। त्यस्तै गरी क्वेशन नम्बर बी मा सोधेको छ व्हाट पर्पज डज द हाइफेन इन द फर्स्ट लाइन सर्भ इन द पोइम भनेर सोधेको छ। हाइफेन भनेको यस्तो ड्यास इज पंक्चुअल मार्क युज एज पाउज, यो एकछिन पज गर्नको लागि युज हुन्छ। यसको एन्सर यहाँ रहेको छ। क्वेशन नम्बर सी मा जाउँ। वाट मेक्स द पोइम रिलिकल एन्ड सोनोरस डिस्क्राइब भनेर भनेको छ। यसको एन्सर यही रहेको छ। क्वेशन नम्बर सी को एन्सर देख्न सक्नुहुन्छ। क्वेशन नम्बर डी मा जाउँ। हु आर द टार्गेट अडियन्स अफ द स्पीकर वाइ भनेर सोधेको छ। को हो टार्गेट अडियन्स? चिल्ड्रेन हुन् टार्गेट अडियन्स हो। मैले यसको एन्सर लेखिदिएको छु। चिल्ड्रेन आर द टार्गेट अडियन्स अफ द स्पीकर बिकज द पोएम हैज ट्राइड टु रिभिल द ट्रुथ अफ ह्युमन लाइफ बाई कम्पेयरिङ इट विथ अ डे। द स्पीकर इज इम्प्याक्टिङ द मेसेज अबाउट द बिगिनिङ एन्ड एन्डिङ अफ अ डे। Question number A. The poem seemed to be describe a day for children.
How would adult people respond to this poem? Describe this poem with your parents, guardians, and write the answer based on their response. Answer screen मा देख्न सक्नुहुन्छ। त्यस्तै गरी अब हामी जान्छौं reference beyond the text मा। reference beyond the text को A मा observe your surrounding of one fine morning and write a poem based on your experience भनेको छ। पोइम लेखेको छु my surroundings भनेर टाइटल रहेको छ र यहाँ पोइम देख्न सक्नुहुन्छ। लास्टमा कमा लगाइदिनु होला र लास्टमा सेम आउने वर्डहरु रहेको छ bad, sad, dancing, singing, again day जस्ता वर्डहरु रहेको छ। यहाँबाट लेख्न सक्नुहुन्छ। त्यस्तै गरी बी मा सोधेको छ write a personal essay on a day in the school भनेको छ। a day in school भनेर यसको टाइटल रहेको छ र यहाँ देख्न सक्नुहुन्छ आन्सर। आन्सर यहाँ रहेको छ। र यतिमै हाम्रो आजको भिडियो सकिन्छ। भिडियो मन परेको छ भने भिडियो लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गर्नु होला र साइडमा रहेको बेल नोटिफिकेसन अन गरेर अलमा प्रेस गर्नु होला। आगामी दिनहरुमा पनि यस्तै होमवर्कको भिडियो मिस हुने छैन र आफ्नो सबै साथीहरुलाई यो भिडियो शेयर गर्न चाहिँ नबिर्सिनु होला। आफ्नो 4 जना साथीहरुलाई भिडियो शेयर गरेर कमेन्ट बक्समा आफ्नो नाम लेख्दिनु होला र फेरि भेट्ने छौं अर्को भिडियोमा। त्यति बेलाको लागि थ्यांक्स फर वाचिङ। लाइक एन्ड सब्स्क्राइब फर मोर कमेन्ट फर नेक्स्ट भिडियो र क्लास 12 को नेपाली को भिडियो पनि हाम्रो च्यानलबाट हेर्न सक्नुहुन्छ। धन्यवाद।